तिमी नै सम्झना बिर्सना तिमी नै भेटिनु र छुटिनु तिमीमा नै सबै त्यो मनका सारा भावहरू सुम्पिदिन्छु मायामा मायामा छौ मलाई म नजिक आउँदैछु बाधा मलाई म तिम्रै हुनेछु राख मलाई तिम्रो आँखामा सधैँ जुनी जुनी म तिम्रै हुनेछु पहिला त अब राम्रो है नादिए रुमाको खसारीमाको काट्न मैले एउटा पहिलो हामीले हरेक कुरालाई सहजीकरण गर्नको लागि आदान प्रदान गर्नको लागि कलियाको अर्थात् चिप्रिङकावा अर्थात् तारे भाषा जरुरी आवश्यक परेको हुँदा हामीले तपाईँ उतापट्टिको हुँदो रहेछ हजुर म उतापट्टिको हाम्रोपट्टिको यहाँ बाबै ए उतापट्टि यो चाहिँ भन मलाई चाहिँ बान्दिने अब उता चाहिँ परेन यतापट्टि हामी छँदैछ हामीले हौदेखि यता चामलिङ राईहरूको रीतिरिवाज अनुसार चाहिँ हामीले तारे भाषा पक्रिनु जरुरी छ किन भन्दाखेरि चाहिँ अब काले चाहिँ तारे भाषा टामुनुको है चिप्रिङकावा अनि ले ल अब यो के हुँदो रहेछ भने हजुर अब हेर्नुहोस् हाम्रो भाषाबाट चाहिँ अर्कै छ तर अब तारे भाषा भन्नु चाहिँ मैले तारे चरा बनाएको अरे धोबी खोलातिर हिँड्ने चरा त्यो चाहिँ हाम्रो चाहिँ अलि थाप्नु त हातमा यसो अन्त तपाईँ अलिकति लिनुहोस् है म चाहिँ लिदिनँ अलिकति उता दिनु यो तपाईँ सिसी गरेर यो चाहिँ हाम्रो उताबाट यो चाहिँ कास्की जिल्लाबाट आएको रक्सी है त्यसैले गर्दाखेरि यो चाहिँ हामी खाइदिनुहोस् न नाताहरूको अलिकति रक्सी खानुहोस् ल रक्सी खानुहोस् ल अनि अहिले फेरि त्यो कसो चिरेका छ कि 18 चिरेका छ दिउँमाइसे अहिले कहाँ पादिउने दे होइन उनको टुकैरा उनको इरा बाजे हजुर अब 2 जनासम्म भएर 4 जना भएर आउनुहोस् कृषक यो लिएर हाम्रो बहिनी रिना राईको हामीलाई त धेरै कुरा थाहा थिएन तरै पनि उहाँहरूले हाम्रो सालनालदेखि लिएर सबै कुरा पत्तो लगाएर चाहिँ उहाँहरू अस्ति तपाईँहरूको छोरीचेली चाहिँ तपाईँहरूलाई कतिको ज्ञान छ हराएको छैन भनेर उहाँहरू आउनु भएको थियो अनि हामीले चाहिँ अब हाम्रो छोरीचेलीलाई बाटोमा देखेकै थियौँ घरमा पनि भेटेकै थियौँ हामीलाई चाहिँ हराएको भन्ने कुरो थाहा थिएन तर त्यो अस्ति कलिया आउँदै गर्दा उहाँहरू मेग्दीबाट आउनु भएको थियो पोखरा मेग्दी हुँदै अनि आज चाहिँ उहाँहरू यो आज शुभ विवाहमा
यहाँ यो सुङखरा भन्छ, यो काठको कठुवा दुईवटा राख्नु भएको छ। यस्तो राम्रो पनि छ, सौन्दर्य पनि छ, तर यहाँभित्र के छ भन्ने कुरो पनि हामीले थाहा छैन, हेरेको छैन। हामीले भने जस्तै तरिकाले उहाँहरू पक्कै आउनु भएको होला। लु नाता हजुर दर्शकभरमा त्यसै गरी हामीले ल्याइदिएका छौँ हजुरहरूलाई। दुईवटा कठुवा राख्नु भएको छ। हजुर। यो के को लागि राख्नुभयो भनेर सोधिहाल्यौँ हामीले। अब हामीले कठुवा राखेको चाहिँ हजुरहरूलाई अब तपाईँहरूको छोरीचेली, अब हामी चाहिँ अब म चाहिँ भयो पोखरा म्याग्दीबाट हामी जन्ती, हामी मगर हजुर पुन मगर हजुर हजुर। अनि हामीहरू हाम्रो चाहिँ सामे भनौँ हाम्रो गोत्रो, हाम्रो तपाईँहरूको सामे, हाम्रो चाहिँ गोत्रो चाहिँ हाम्रो भाद्रा। तर यहाँ चाहिँ के भन्यो यसो तपाईँहरूको छोरीचेली हाम्रो छोरा यहाँ भएको हुनाले अब यसो कर्म तपाईँहरूको रीतिरिवाज के छ हामीले त थाहा छैन। तपाईँहरूको रीतिरिवाजमा छिर्नु आएको, तपाईँहरूको रीतिरिवाज छिरेर लगेर तपाईँहरूको छोरी चाहिँ हाम्रो बुहारी बुहारीको भएर लाने हाम्रो रीतिरिवाजमा चाहिँ हामी राख्ने बसाउने भनेपछि हामी त्यतिको लागि माग्न खोजेको। तपाईँहरूलाई भनेपछि हामीले हाम्रो पाछाबाट हाम्रो बहिनीलाई, हजुर हाम्रो छोरीचेलीलाई, हजुर हाम्रो भतिजिनीलाई हामीले भनेपछि बागदत्ता बोलिदिनु पर्छ। अब तपाईँले के रिस छ हजुरहरूको, अब कसरी तपाईँहरू चुलाबाट निकालेर हामीले हाम्रो भद्र उनीहरूलाई सुम्पिनुहुन्छ, त्योको लागि हामी आएको छौँ हजुर। त्यसो बागदत्ता बोल्ने चाहिँ के ल्याउनु भएको छ त? यो बागदत्ता बोल्नु त अब हजुरहरूले खोलेर हेर्नुहोस् त, ल यसो उहाँहरूले खोल्नुहुन्छ। ल खोल्नुहोस् भरे दिदी के ल्याएको छ, हामी चाहिँ प्लास्टिकमा राखिदिएको छौँ झोलामा हजुर, हेर्नुहोस् यता दिनु त उता। ल उहाँहरूको यो हेर्नुहोस् है, उहाँले चाहिँ एउटा बटको ल्याउनु भएको छ। यो हाम्रो छोरीचेली दिँदाखेरि अनिवार्य बटको हामीलाई चाहन्छ र हाम्रो चाहिँ जाँड पनि चाहन्छ। अब हामीले चाहिँ के भनेको थियो भने, अब कतिपय ठाउँमा हामीले अस्ति भनेको थियौँ हामीलाई चाहिँ यहाँ एउटा कुखुराको रगत चाहन्छ भनेर भनेका थियौँ। अनि रगत मात्र भएन, त्यहाँ चाहिँ हामीलाई एउटा उसको रौँ पनि चाहने थियो होइन। तर ठिक छ, उहाँबाट आउँदा आउँदै त्यो अब हावाले उडाउनु सक्छ, के हुनसक्छ होइन, सुक्नु सक्छ, टाढोबाट आउनु भएको नाता हजुरहरू, त्यसमा हामीले अप्ठ्यारो मान्दैनौँ। अब हामीले उहाँहरूले चाहिँ हामीलाई यसो भन्दैन, भोलि सबै कुरा भइपरि आउने कुराहरू हामीलाई सहज हुन्थ्यो भनेर भन्दै हुनुहुन्छ। अब के गरौँ त, अब काकीहरू काकाहरू भाइहरू भाउजूहरू नाताहरूले चाहिँ त्यसो भन्दै हुनुहुन्छ। अब हामीले यो बटकै भरमा हामीले दिने हो त हाम्रो बहिनीलाई? के भन्नुहुन्छ? ल अब तपाईहरु के भन्नुहोस् है। अब हामी त बिहाटु, अब गाजेनी तपाईँ, अब फेरि हामीले मात्रै फ्याट्ट अल्लु त भनेर त हुन्न होला, गाजिनीलाई सोध्नु पर्यो। हुन्छ हुन्छ त अब भाइहरूले बोलिदिनु पर्यो। ए ल ठिक छ, त्यसो भए गाजिनीले अर्थात् बेहुलीको आजको बेहुलीको आमाले अब तपाईँहरू हुनुहुन्छ, म यता जन्माएँ मात्रै, सबै कुरा गरिदिने तपाईँहरू हुनुहुन्छ भन्दै हुनुहुन्छ। त्यसो भए यो यसो बोलिदिउँ त्यसको बारेमा। ल ठिक छ, के अब मैले नै उठाएँ त बाबैहरू। यो चाहिँ हाम्रो यतापट्टिको हाम्रो जाँड, यो तपाईँहरूको है। अब के छ भने नाता हजुरहरू, अब गोत्रो के भन्नुभयो? भाद्रा। भाद्रा नाम चाहिँ टार्जन होइन त? नाम चाहिँ हाम्रो गोत्रो भाद्रा, नाम त टार्जन फोनमा पदमबहादुर। पदमबहादुर पुन, पदमबहादुर पुन भाद्रा म्याग्दी। ल गोत्रो भनेको हाम्रो सामे भन्छ, हाम्रो चाहिँ भुसुरी भुसुरी चिक्कारेप्पा तिम्पी तिम्पी भन्छ। चिक्कारेप्पा भनेको चाहिँ कमिला हो है, फेरि कमिला। तिम्पी तिम्पी भनेको चाहिँ उनीहरू सधैँ कमिला त हिँडेको देख्नु भएको छ नि, गफ गर्दै बोल्दै हिँड्छन् अरे कि, त्यो चाहिँ भुसुरी मेलिएछ पाछा चाहिँ त्यस्तो। ल यसको बारेमा अलिकति भनिदिइहालेँ है त। हामी खोटाङ जिल्लाको साकेला गाउँपालिका वार्ड नम्बर 2 साबिक रतनछा गाविस वार्ड नम्बर 5 रोम्बोला निवासी मनराम राईको छोरी रिना राई, उहाँ भुसुरी चिकारेप्पा तिम्पी तिम्पी। यता हाम्रो यता पदमबहादुर पुन भाद्रा म्याग्दीबाट उहाँहरू आउनुभएछ।
म्याग्दी रौगङ्गा गाउँपालिका 7 चिमखोला। त्यसो भएकोले गर्दाखेरि कुन गाउँपालिका भन्नुभयो? कमिटीबाट हाम्रो रघुनन्द रघुगङ्गा गाउँपालिका कति? रिनालाई वडा नम्बर अब 1 दिउँ 2 दिउँ 3 दिउँ रिना राईलाई आजदेखि दिउँ भन्नुहोस् है सबैले। आजदेखि दिउँ पदमबहादुर पुन म्याग्दी के जाति गाउँपालिका भन्नुभयो? रौगङ्गा गाउँपालिका रौगङ्गा गाउँपालिका वडा नम्बर 7 भाद्रा सामे भएको पदमबहादुर पुनलाई हामी भुसुरी मेलेसा पाछाको छोरी बहिनी रिना राईलाई 1 दिउँ 2 दिउँ 3 दिउँ र हामी रिना राई भुसुरी चिकारेपा तिम्पी मेलिहमा अहिले हाल धरान 15 को पाखीभारा लाइनमा बसोबास गरेका छौँ। हामी पदमबहादुर पुनलाई आजको मितिबाट भाद्रा सामे भएको गोत्रो भएकोलाई हामीले 1 दिउँ 2 दिउँ 3 दिउँ। अब सुन्नुहोस्, अब हाम्रो ज्वाइँ साहब पदमबहादुर पुन र हाम्रो बहिनी रिना भोलि हिजो आज जस्तै हिमाल जस्तो दाँत जस्तो मिलेर बसेको हामीले देख्न पाऊँ, हेर्न पाऊँ, सुन्न पाऊँ। यदि हाम्रो बहिनी अर्थात् हाम्रो ज्वाइँ साहब बजारघाट जाँदै गर्दाखेरि हाम्रो रिना भन्दा अझ राम्री देखेर अर्को मान्छेलाई राम्री देखेर हाम्रो बहिनीलाई तलमाथि गर्यो भने बाटोमाथि बाटो मुनि हिँड्दै गर्दा रिना भन्दा राम्रो हाम्रो ज्वाइँ साहबले देख्यो भने हाम्रो बहिनीको चाहिँ 100 धार्नीको के जाग्छ? खुर्पा। 1 जागो 2 जागो 3 जागो 100 धार्ने भने खुर्पा सानो हुन्न नि, त घाँटीमा चट्ट बनाउँछ। हेर्नुहोस् है। ल फेरि यदि हाम्रो बहिनी म्याग्दीमा बजारघाट जाँदै गर्दाखेरि बाटो मुनि हिँड्दै गर्दा हाम्रो ज्वाइँ साहब भन्दा अर्को मान्छे राम्रो देखेर बहिनीले कहीँ कतै बाटो बिराएर ज्वाइँलाई धोका दिने काम गर्यो भने हाम्रो पदमबहादुर पुन ज्वाइँ साहबको के जाग्छ? बिब्लावा भनेको खुकुरी है हाम्रो भाषामा चाहिँ। बिब्लावा भने खुकुरी भने 100 धार्ने खुकुरी फेरि कहाँ जाग्छ? घाँटीमा, होइन? अनि त्यसो भएर हाम्रो पदमबहादुर पुन ज्वाइँ साहबको यदि बहिनीले हिँड्दै जाँदा बोल्दै जाँदा बाटोघाटोमा उहाँभन्दा राम्रो चट्टको मान्छे देख्दाखेरि योसँग घरबार हुन्छ भन्ने हिसाबले चाहिँ फेरि उता लाग्यो भने हाम्रो पदमबहादुर ज्वाइँको चाहिँ के जाग्छ अरे? बिब्लावा भनेको खुकुरी। 1 जागो 2 जागो 3 जागो। यदि माइततिर आउँदै गर्दा जाँदै गर्दा अब ज्वाइँलाई छोडेर आउनुपर्ने हुन्छ टाढो माइत कहिले कहीँ, त्यसो हुँदै गर्दाखेरि हाम्रो बहिनीले बाटो बिरायो, भोलि गएर चाहिँ समस्या उत्पन्न गरायो भने हामी यत्रोजना बसेको पञ्चेवाला यो बिहा बटुल गर्दाखेरि चाहिँ हामी यसले चाहिँ कसम खानुपर्ने थियो। त्यसैले गर्दा यसमा कसम खाँदैछौँ। रिना राईले काहीँ तलमाथि भोलि गर्यो, हाम्रो पदमबहादुर पुनलाई त्यसो गर्यो भने अर्थात् पदमबहादुर पुनले त्यसो गर्यो भने पदमबहादुर पुनको चाहिँ के जाग्छ? 100 धार्नीको बिब्लावा भनेको खुकुरी। 1 जागो 2 जागो 3 जागो। ल यसलाई चाहिँ उता मछामा कोठामा राख्नु भएन भन्छ तपाईँ यहाँको गार्जेन मेन गार्जेन होइन, त्यतै राख्नुहोस्। अब यो चाहिँ के हुन्छ भने रिनाले सकभर अब यो बटकोमा होइन खानु हुँदैन है, उसले जानेर पनि यो किनभने त्यो भएकोले गर्दाखेरि चाहिँ अब हाम्रो यो बागदत्त बोल्ने काम चाहिँ यति हो। अब हामी जन्तीलाई यसो भित्र बोलाउँछौँ, यहाँ अगाडि हामी त्यहाँ यसो पर्छिन्छौँ। अनि अब बहिनी र ज्वाइँले यसो औँठी साटसाट गर्छन् भने त्यो बाहिरै त्यही गराउँछौँ, अरू भनेको यहीँ हुन्छ। यस पछाडि हामी तपाईँहरूलाई त्यहाँ सुमुखीमा राख्छौँ। अब तपाईँहरूले अब यसो जन्तीलाई
ल्याउँदा हुन्छ अब ल्याउँदा हुन्छ हजुर ल हाम्रो ब्याग ल हामी तयारी हौँ है अब ए भाइ उनको ढकिङ आसी एक ठाउँ डा कुसिङेला कुसिङ आसी उनको उडा हिँड्ने लो उठौँ आउनुहोस् हाम्रो ल बाबाहरू अब हामी तयारी हामी दन्ती लिएर आयौँ हो हामी आयौँ हो लगन्ती बस्ने को छ लगन्ती अब यहाँनिर त्यो सामानहरू अहिले माग्यो भने मात्रै अहिले होइन बस्न लाग म यता अलि यता आउनुहोस् त यहाँनिर साइडमा गाडी हिँड्छ यो के गर्ने भने नि यसरी जन्तीलाई यसरी छ यहाँ पछि आउनुहोस् हाम्रो पछि हामी कहिले अगाडि हिँड्नु पऱ्यो नि त ल आउनुहोस् 2-3 खेप घुमिदिउँ न ल आउनुहोस् यता मलाई अब 3 पटक आउनु न अरू पनि आउनुहोस् हिँड्नुहोस् बिस्तारी ढिलो बिस्तारी हिँड न एकछिन पर्ख एकछिन पर्ख ल आउनु ल अब भयो आउनु बिस्तारै हो त्यसरी एक भयो है कसेर नहान्ने माटो ढुङ्गा नलगाउने 2 भन्नु अलिकति एउटा बोतलमा पानी ल्याइदिनुहोस् है पानी अलिकति यहाँ गोडा धुनुलाई तपाईँ उभिनुहोस् यहाँ पाएन के कप्लीमा छ अहिले ल्याएको छुइनँ अब अगाडि यो बरन धेरै अगाडि आउनु पर्यो 1 2 3 खाता पो चाहिन्थ्यो होला यता आसो जुत्ताको पानी अघि भनेको थिएँ त मैले अहिले होइन बाहिर त्यहाँ आउँदा यहाँ आउनु न छिटो अब कति त्यही हो ल यो चाहिँ मानौ अरू कुरा जे भए पनि यो चाहिँ अहिले यसो बाहिर लगाइदियो अलिक राम्रो देखिने अलिकति अगाडि पहिले तपाईँले लगाइदिनु अनि लगाइदिनु खुल्ला हुन्छ जस्तो थियो त्यसको हुन्छ ल भयो ठिकै ल तिमीले पनि लगाइदेऊ ल खुसिया लगाइदेऊ बयालीले स्वागत गरौँ ल अब त्यो माला माला लाग्ने ल जहिले माथिबाट सिसट हालिदिने बहिनीको भित्रबाट ल ताली ल अब उता पनि लगाइदेऊ अब अलिक तपाईँको लुटिनु पर्छ ल जाऊ अब तिमी भित्र ल आज हाम्रो कर्म अन्त म छ यसो गर्नुहोस् उता यसो माथितिर पनि छर्किदिनु अब यसो गर्नुहोस् सुरुमा खै त टिका अर्को भित्र ल्याउँदा हुन्थ्यो यो टिका राष्ट्रिय रिसान ह्यान्डपन रिसान सिधाका ढकी रिसान सिधाका फिलुडाम असर रिसान यो काठको पिरा चाहिँ तपाईँहरूले म्याग्दिनै लानु पर्यो है गाडीमा लगाएर अहिले यहाँ लगेर राख्ने तपाईँहरूलाई हामी राख्छौँ यादान त्यस कारणले अब म जन्ती भए पनि कलिया भए म बोल्नु पाउँछु भन्छ नि त तँलाई गोरा धोएर दिएको मेरो ज्वाइँ भने मेरो छोरीले हेला गर्नु पाउँदैनस् भन्ने कारण आज हेर्नुभयो यो हो कुरा कसो त ससुरा अब तपाईँ त कलिया हो तर तपाईँ ससुरा पर्नुभयो मेरो बहिनीको ससुरा भयो मेरो ससुरा तपाईँ तर उहाँ पनि बिजीले मात्रै एउटा कलिया तपाईँको पनि ल अब ल है त टिममा बस्नुहोस् त फेटा यो फेटा बाँधिदिनुपर्छ पानी लगाइदिनु जान्दिनँ मन मनै राखेर भोलिपल्ट एकान्तमा आउँदा धेरै आशीर्वाद उहाँलाई लगाइदिनु ल 2 हात मात्रै भित्र पनि त्यति नै अनि सबै माथि गर्नुपर्छ कि यहाँ डेकोरेसन छैन नि त माथि भए राम्रो पनि आउँछ मिलाएर फोटो खिच्नु सक्यो त्यो फेटा बाबै तपाईँ उताबाट हेल्प गर्नुहोस् काटेर धेरै अर्को खालको तरिकाले बाँध्ने हो नि त ल अर्को खालको बाँध्ने हो यस्तो खालको बाँध्ने हो यस्तो खालको भए घुमाउनुहोस् तिमीलाई ल भिडियो अलिकति बनाइदिनुहोस् अब यता ल्याउनु यो खालको पोलान मात्रै न पहिलाको पुराना पारा है यता यो भयो दर्रो पनि भयो नि त ल
त्यहाँ लाएर राख्नु ल ल ल ल आउनुहोस् अब ल है हाम्रो अब सुन्खीमा जानुपर्छ है ल आउनुहोस् यता 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 आउनुहोस् यता टारिङा से देसो खाना यहाँ चित्राको गोठ बनाउनु पर्ने थियो पराल पनि राख्नु पर्ने थियो तर अहिले प्रविधिले गर्दाखेरि चाहिँ फरक भएर तपाईँहरूलाई कुर्सीमाथि राख्नु हजुर नभए त हामी भुइँमै बस्ने नि त आगो बनाइदिएका छौँ जाडो हुन्छ भनेर अनि यसो यो तपाईँहरू यो सुम्खीमा बस्दाखेरि यसो मासु पनि ल्याइदिएका छौँ रक्सी पनि ल्याइदिएका छौँ हुनुहुन्छ भोलि तपाईँहरूको हामी जिम्मा लिँदैनौँ तपाईँहरू कतिजना हुन्छ भरे जाँदाखेरि त्यतिजना हुनु पर्यो पर्सिभरि हामीलाई कहाँ खै हाम्रो मान्छे पुगेन भन्नु मिलेन कतिजना हुनुहुन्छ गनेर तपाईँहरूले भन्नु पर्यो र जानु पर्यो र त्यसको लागि चाहिँ तपाईँहरूको सुम्खीमा आजको दिन यसो हजुर हामी रिपोर्टै दिएर जान्छौँ यति हाम्रो मान्छे पुरा छ है भनेर लान्छौँ लु हराउँदैन हराउनु दिँदैन सिसी गर्नुहोस् अनि हामी विधितिर लागिहाल्छौँ हस् हजुर कोही यता हराउनु खोज्यो भने हामी गर्छौँ ड्युटी गरेर भए पनि जानु दिँदैन त्यो यसो रीति गर्नु पर्यो हजुर रिना कान्छी गिलास ल्याइदि थाल गर्नुपर्छ नि अन्त मलाई ल ल ल ल भयो भयो हेर्दा मात्रै कडा तर तपाईँहरू आइसकेपछि हामी भिजेको चामल भइसकेको छ हजुर त्यसो भएकोले गर्दाखेरि हामी चाहिँ अलिक छिटो विधिलाई गरेर हामी फेरि माथि पार्टी प्यालेसमा पनि अब नाताहरू आउने बेला भइसक्यो त्यसो भएकोले हामी यहाँ चाहिँ त्यो अवधिसम्म सकेर जानुपर्ने भने हामी त बेहुला पो माग्नु आयो हस् हजुर हामी तपाईँहरूले माग्नु भयो हाम्रो बेहुला हामी तपाईँहरूलाई सुम्पिन तयारी छौँ हजुर हामी जसो छिटोभन्दा छिटो हाम्रो रीतिरिवाजमा चाहिँ तपाईँको रितमा हामीलाई छिराइदिनुहोस् अब तपाईँको रित के कसो छ हामीलाई थाहा छैन हामी त मगर भइहाल्यौँ थाहा छैन तर त्यसै अब मगरले चाहिँ अब राईको भाषा जसो भन्नु छ त्यसै नै बेहुला र लकन चाहिँ हामी भित्र बोलाउँछौँ अनि अरू जन्तीहरू चाहिँ यो पर्खिनु पर्यो छोड्नु भयो होइन यसो है त ज्वाइँ लौट्नुहोस् लु खै हाम्रो लगन त्यो बीचमा कुराकानी के भयो तिमी र म सन्तलाई हामी कहिले भन्ने हो आँखा बीचमा कुराकानी के भयो मेरो मनको डोरियो तिम्रो मनमा अल्झियो तिम्रो लागि उडेको बतास मेरो सासमा मिलाइदिनु होला तिम्रो लागि गुन्जेका तरङ्गा मेरो गीतमा सजाइदिनु होला नुगले छाए जका छामरु साजियाका जित तोते मतेना ओ मतिना नुगले छाए जका छामरु साजियाका जित तोते मतेना ओ मतिना रमाइलाई अनि भूमिलाई सम्झेर टीका लाउनुहोस् झन् दाहिने बायान हो त्यान पनि उयान पनि अब हाका राखेछ याद त्यो ऊ पल्टाइदिनु नि त्यो हातले तिम्रो राम्रो आउँदैन के
टेम्केको लेखमा गाई भैँसी चराउँदै म बस्थे साथमा टेम्केको लेखमा गाई भैँसी चराउँदै म बस्थे साथमा जसको लहना उसैको गहना सिन्दुर पर्यो माथैमा जसको लहना उसैको गहना सिन्दुर पर्यो माथमा। ल है त अब बहिनी चाहिँ यहाँहरूलाई हामी सिलक माध्यमबाट पनि आशीर्वाद दिन कोसिस गर्छौँ यस अब शुभकामना दिन कोसिस गर्छौँ। ओराली ओराली बर पिपल शीतल छ बिसाउने चौतारी उकाली ओराली बर पिपल शीतल छ बिसाउने चौतारी के राम्रो जोडी छ बहिनी र जैको सधैँभरि बस्ने दौतरी के राम्रो जोडी छ बहिनी जैको बस्ने हो सधैँ दौतरी टेम्केको लेखमा गाई भैँसी चराउँदै म बस्थे साथमा जसको लहना उसैको गहना सिन्दुर पर्यो माथैमा। उहिले यस्तो भन्थ्यो अब यहाँ जन्तीहरू पुरा भयो त अब आज दोहोरी पर्थ्यो आज पर्नुपर्छ दोहोरी हामी जति थुप्रै छौँ है। आँखा आँखा बिचमा कुराकानी के भयो तिमी र म सधैँ हामी कहिले भन्ने हो आँखा आँखा बिचमा कुराकानी के भयो मेरो मनको डोरियो तिम्रो मनमा अल्झियो छोरीलाई माया ज्वाइनी ठुलो हो नि त बोक्नु पनि सक्दैन यसले फेरि यत्रो भात खाने अक्षे त हाम्रो छोरीलाई झन् साह्रो धेरै ल्याइदिन्छु 4 ल उडा लगन्तीलाई उयो लगन्ती हेराएर गरिहाल तिमीहरू मन पऱ्यो भने सुई होइन आज नेता भोट होइन भोलि पर्सि नजिक आज नै त भोट ढिलो हुन्छ अनि तिमीहरूको यसो बिहा खानु पाऊ फेरि मै कहिले गर्छु ल मगर बनिहाल्छु नि आशीर्वाद दिएको छु सुल्टिनेहरू हेर्दै आँखा बिचमा कुराकानी के भयो मेरो मनको डोरियो अल्झियो अब अहिले चाहिँ हामी अब के भने यसो तपाईहरूलाई यसो बेहुला बेहुला त भित्र छँदैछ बेहुलाको बाउ अनि बेहुलाको बाउको साथी अनि दाजुभाइ भनौँ न ढियातुङ छ्यातुङ भने जस्तो त्यति भए र कलियाहरू भए हामीलाई यसो भित्र धरान बोल्न सजिलो हुन्छ कि भनेर तपाईँहरू यसो बोलाउनु पायौँ हामी ल हस् हजुर हामी आउँछौँ बोलाउनु भयो हामी आइहाल्छौँ हस् ल अब जाउँ धन्यवाद यो हामी धरान भन्ने कुरा हाम्रो छ नाता हजुरहरू है बाजेलाई हस् ल पुसा अब हामी चामलिङ राई तपाईँहरू विधिले आज अब मगर पुन अब हाम्रो चाहिँ नमिछौँ हामी अब यो धरान भन्ने कुरा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ
हामीलाई एउटा खालकोहरूलाई हस्तान्तरण गरिसकेका छौँ बागदत्तको हिसाबले। तर चाहिँ हामीले दिने विधि अझै दुईवटा छ। तर यो धरानमा चाहिँ किन भन्दाखेरि चाहिँ र त्यत्रो टाढो म्याग्दी भनेको चाहिँ त्यति टाढोबाट तपाईँहरू जन्ती आउनु भएको छ कि धरानको हाम्रो बहिनी रिना चाहिँ भोलि तपाईँहरूले म्याग्दी लाँदै हुनुहुन्छ। जाँदै गर्दाखेरि तपाईँहरूको गाउँ जाने बाटोमा खोला पनि होला, खोल्सा पनि होला, चौतारा पनि होला, होइन? गाडीको यात्रा गरेर जानुपर्ने होला। त्यसो हुँदै गर्दाखेरि भोलि भइपरि आउने कुरामा हामीले तपाईँहरूलाई दिएर जाँदै गर्दाखेरि अब हाम्रो बहिनी त अकडो छ, कुरा बुझ्दैन, नाङ्लो पनि खेलाउन जान्दैन, काम पनि गर्नु जान्दैन, भात तिउन पनि पकाउनु जान्दैन। त्यस्तो परिस्थितिमा भोलि यो चाहिँ खराब रहेछ, संस्कार नसिकाएको रहेछ बाबुमाइतीहरूले भनेर काहीँ कतै तपाईँहरूले नराम्रो गर्नुभयो भने, अर्थात् बाटोमा जाँदै गर्दाखेरि कोसी तर्दै गर्दा पुल होला, म चाहिँ पुलबाट उफ्री झर्छु भन्ला। त्यस्तो परिस्थिति त्यस्तो अकड मान्छेलाई कसरी लानुहुन्छ त नाता हजुरहरू? लो भन्नु पर्यो तपाईँहरूलाई त हामीले दिन्छौँ। अब दिएर मात्रै त हुन्न, लाने तरिकामा छ के गरेर लानुहुन्छ? फकाइ फुलाइ गरेर लानुहुन्छ कि के भन्नुहुन्छ कि अर्थात् भइपरि आयो भन्नुको अर्थ चाहिँ भने के छ भने हाम्रो चलनमा चाहिँ यदि तपाईँहरूले लाँदै गर्दा बाटैमा त सकिएको अब उनीहरूकै माइतीलाई जिम्मा दिउँ भन्ने खालको परिस्थितिमा आउनसक्छ कहिलेकाहीँ। तर हाम्रो चाहिँ चामलिङ राईहरूको चाहिँ छोरीचेलीको भोलि त्यस्तो परिघटना नबनोस् भन्ने हिसाबले हामीले बागदत्त अगाडि बोलिदिनु पर्ने, धरान बोल्नुपर्ने परिस्थिति त्यस्तो छ। तर लिम्बू संस्कारमा त्यो छैन। लिम्बू संस्कारमा चाहिँ उनीहरूको अन्त्यमा मात्रै उनीहरूले त्यतिखेर चाहिँ जो अवस्थामा पुगेको बेला त्यो बोलिदिने हो भनेको साई मन्त्री बोलिदिने हाम्रो बागदत्त बन्छ। तपाईँहरूको पनि होला नि त, छोरीचेली दिँदाखेरि भोलि अविवाहित छोरी मान्छेलाई चाहिँ बाबुमाइतीले उसको कार्य गरिदिनु पर्ने छ नि त, होइन? त्यो त होइन, छ नि नाताहरूको त। त्यसो भएकोले गर्दाखेरि अब हामी त उसलाई चुलाबाट निकालिसकेको छ तपाईँहरूको। अब भोलि जाँदै गर्दा बाटोमा म त पुलबाट हामफाली मर्छु भन्ला के भन्दै रोकेर फकार लानुहुन्छ। त्यस्तो कुराहरू आउने भएकोले गर्दा तपाईँहरूलाई हामी यसो सोधेको लो अकडो छ, मैले भनिसकेँ अघि अकडो छ, डालो पनि खेलाउनु जान्दैन, नाङ्लो पनि खेलाउनु जान्दैन, भात तिउन पनि पकाउनु जान्दैन, चुला चौका लिप्न पनि जान्दैन। त्यस्तो मान्छेलाई तपाईँहरूले कसरी मान्छे बनाउनुहुन्छ होला त? हाम्रो बहिनीलाई सक्नुहुन्छ होला कि सक्नुहुन्न? अब कलियाको तर्फबाट मै बोल्नु पर्यो, तपाईँले बोल्नु। मै कलिया भएँ। हस्, आइदिनुहोस् न हजुर। तपाईँहरूको छोरीचेली अब हामीलाई दिनुभयो, माग्नु आयौँ, मागेपछि दिनुभयो, दिएपछि अब हामीले रङ रूप हेरेर त लग्यौँ। अब फेरि लाँदै गर्दा सबैले जान्नुहुन्छ, जान्दा छ होला भन्ने आशा छ। नजानेको खण्डमा हामी तपाईँहरूको छोरीचेलीलाई नाउँलो खेलाउनु सिकाउँछौँ। अनि कोही भातचिन पकाउनु नजाने भातचिन पकाउनु सिकाउँछौँ। इष्टमित्र दरदाजुमा आउँदा सानो पात पनि गराउँछौँ। अब लाँदै गर्दा भन्नुभयो कि बाटोमा घामले पोल्ला, खुट्टा घोच्ला, टाढो पर्ला, रात पर्ला, के अरे पुलमा टर्दाखेरि के अरे हान्छु, यहाँबाट पुलबाट झर्छु भन्ने कुरा गर्नुहुन्छ भने त्यो पनि हामी गर्न दिँदैनौँ। त्यसमा पनि हाम्रो ज्वाइँ हुनुहुन्छ, डोर्याउने हामी सबै डोर्याउँछौँ। बाटोघाटोमा तिर्खा लाग्यो भने हामी पानी दिनेछौँ, भोक लाग्यो भने पनि हामी खाजा पानी बन्दोबस्त गरेर खुवाउनेछौँ। हामी केही बाटोमा दुर्घटना हुन दिनेछौँ। घरमा लगेर पनि नजानेको कुरा सिकाउने देखाउने हाम्रो काम हुन्छ। तपाईँहरूको छोरीचेली हामी सबै देखाउँछौँ। यस्तो नराम्रो काममा हामी केही गर्नु दिँदैनौँ। हामी जानेको जति पैसा सबै सिकाउँछौँ। हाम्रो कुलपित्रमा राख्छौँ। हाम्रो कुलपित्रलाई उसलाई राम्रो गरोस् भनेर सबै हामी गर्छौँ। त्यति हजुर। हस्, अब हाम्रो कुलपित्रमा लगेपछि हाम्रो मगरको कुलपित्रमा राख्ने हामी। उहाँहरूले चाहिँ अब हाम्रो बहिनीलाई, हाम्रो छोरीलाई, भतिजिनीलाई चाहिँ अब उहाँहरूले लगेर सबै कुरा काम पनि सिकाउँछु भन्दै हुनुहुन्छ। नजानेको कुराहरू सिकाउँदै लान्छु, नातासँग चिनाउँछु पनि भन्दै हुनुहुन्छ। अब कहिले हामी म्याग्दीमा घुमफिर परेको बेला, अर्थात् त्यहाँ कुनै कार्य बनेको बेला हामी माओवालीहरू माइतीहरू त्यहाँ आउँदै गर्दाखेरि अब हाम्रो बहिनीलाई तपाईँहरूको चुला चौकामा, तपाईँहरूको घरभित्र नाचेको खेलेको देख्न पाउँछौँ कि पाउँदैन त? कसरी राख्नुहुन्छ त हाम्रो बहिनीलाई त्यहाँ लगेर? लुकाएर राख्नुहुन्छ कि बा हामी आउँदा भेटै गर्नु दिनुहुन्न कि दिनुहुन्छ त? हजुर, तपाईँहरूको छोरीचेली हाम्रोमा
तपाईँहरू कोही छोरीचेलीको बाउमाइतीहरू कोही आउँछ आफ्नो आफन्त कोही आउँदाखेरि सबै हजुरहरूको छोरीचेलीको अछिन पछिन हुन्छ। पाहुनालाई दिने बस्ने राख्ने खानु दिने सबै इष्टमित्र आफू साइनअनुसार ढोकभेट गराउने चिनाउने तपाईँहरूको छोरीचेलीले अधिकार पाउनुहुन्छ। पाएकै हुनुहुन्छ, पाउनु पर्छ, पाएको भइरहेको छ। दिन्छौँ अधिकार हजुर लु सबै। उहाँहरूले यसो भन्नुहुन्छ हाम्रो छोरीचेली लाने मात्रै होइन अरे, कहिलेकाहीँ हामी त्यहाँ कारणवश अब कुनै बिहा कार्य छेउर पास्ने गुनी चोला भयो भने हामी बाउमाइती पनि उपस्थित हुनुपर्छ। त्यस्तो अवस्थामा बा हाम्रो छोरीचेलीलाई चाहिँ उहाँहरूले लुकाएर राख्ने कि भेटै गर्न नदिने हो कि भन्यो भने त हामी कहाँ दिन्छौँ त? फेरि दिँदैनौँ नि। मागेर मात्रै हो त, टिकाटाल मात्रै गरेर हुन्छ हुँदैन नि होइन। लुकाएर नराख्ने अरे, हामीलाई भेट्न पनि दिने अरे, उहाँहरूले बोल्न पनि दिने अरे। त्यसो भएकोले गर्दाखेरि चाहिँ हाम्रो चाम्लिङ भाषामा चाहिँ के भन्छन् भने अब भन्छन् तातारिसी भन्छन् एउटा होइन। केही नि म छोरीचेलीलाई अम्का दाया कसुङ दाया हुलुङ तातारिसी दा गाँसुङ्के भनेर भन्छन्। कतिपय मान्छेले ठट्टौली गर्छन्, ए तपाईँहरूको छोरीचेली हामी लगेर खोपीमा राखिदिन्छौँ भन्छन् होइन। खोपीमा त अनुहार मात्रै देख्नु पाइयो, जिउ देलता देख्नु पाइएन। अनि त्यसो भए त त्यस्तो ठाउँमा चाहिँ किन दिने त भन्ने पनि हुन्छ नि त हाम्रो कहिले। अनि त्यसो भएको अथवा नाता हजुरहरूले हामीलाई त्यहाँ जाँदाखेरि पनि हाम्रो छोरीचेलीसँग गफ गर्नु पनि दिने भयो, अब भेटघाट गर्नु पनि दिने भयो, उहाँको सिङ्गो शरीर देख्न पाउने भयो। त्यसो भन्दै हुनुहुन्छ नाताहरूले, अब हामी उहाँहरूलाई दिउँ होइन त। यो भइपरि आउने बाटोमा जाँदै भोलि चाहिँ केही तलमाथि भयो भने सबै विधिगत उहाँहरूले नै गर्नुहुने, हामीले गर्ने हजुर सबै। त्यसो भए हामी ठिक छौँ नि, दिने होइन त बाबुहरू काकाहरू। तपाईँ छोरीचेली तपाईँहरूको सबै बाउमाइतीकै नाता नलाउँदाखेरि तपाईँको छोरीचेलीले चाहिँ एकदम सबैलाई राम्रो स्वागत गर्ने, सत्कार गर्ने, आफू अनुसार आफूले जो छ घरको खानु दिने, यसो लाउनु दिने, हेर्नु दिने जस्तो सबै गर्नुहुन्छ उहाँले। तपाईँलाई यसो बस्दाखेरि ओर्ने हो भने सबै पाउनुहुन्छ हजुर। त्यस कारण छोरीचेली त्यति दिन्छौँ तपाईँ। त्यसो भए ठिक छ नाता हजुरहरू, नाता हजुरको कुरा सबै हामीले बुझ्यौँ। हामी अब तपाईँहरूलाई अन्तिमतिर हामी आउँदैछौँ। अन्तिमतिर आउँदै गर्दा हामीसँग बिजाइ गर्ने कुराहरू पनि छन्, बिजाइ पनि गर्छ हाम्रोतिरबाट जानेहरूले। फेरि हजुर हामीसँग अहिले लिडे गोरु भन्ने छ, त्यो दुईवटा लिडे गोरु चाहिँ दर्रो छ। र त्यो लिडे गोरु पनि हामी फुकाउनु खोज्दैछौँ। अब त्यो लिडे गोरु चाहिँ हामीले फुकाउँदाखेरि तपाईँहरूकोतिर म्याग्दीतिर देखेर के हाल्नु भएको छ? बाली नालीहरू गहुँ छर्नुहुन्छ हुनुहुन्न, तोरी छर्नुहुन्छ छोड्नुहुन्न, मकै छर्नुहुन्छ कि छर्नुहुन्न, अब के अरे कोदो रोप्नुहुन्छ कि रोप्नुहुन्न। अब हामी त्यो लिडे गोरु त खोलिदिन्छौँ, अहिले त हामीले बाँधेर राखिरहेको छ यहाँ त। अब त्यहाँ जाँदै गर्दाखेरि फेरि त्यो लिडे गोरुले उहाँ बिजय गर्दा त तिनीहरू त खराब पर्छ, तिनीहरू धोस नगर यहाँ त भनेर भोलि भन्नु भने त मार्यो हामीलाई। त्यसो गर्दा के छ त, हामी लिडे गोरु खोलिदिँदाखेरि त्यस्तो केही असर गर्ने बाली नाली नाताहरूकोतिर छ कि छैन त? तपाईँहरूले लिडे गोरु खोल्नुहुन्छ, तर लिडे गोरुलाई चाहिँ हामीले बाँधेर हुन्छ कि राम्रो खानापिना दिएर हुन्छ कि घाँस खोले गरेर हुन्छ, हामी जसरी पनि हामीलाई लान्छौँ। बाली नानीलाई बिगार गर्नु दिँदैनौँ। लु हस् न त, त्यही त। अब यतिखेर माग्दैन। अब कतिपय लेखतिर त अब मकै पनि छर्न लागिसक्यो, तोरी छरेको छ। अब त्यस्तो बिहे गर्दै गर्छ कि भन्ने हिसाबले हामीले तपाईँलाई जानकारी दियौँ। लिडे गोरु भने चाहिँ हामीसँग यहाँ कठुवामा दुईवटा ढ्याके पैसा छ। त्यो चाहिँ हामीले छोरीलाई बहिनीलाई यहाँबाट निकाल्दै गर्दा हामीले पोको बनाएर दिन्छौँ। अब त्यो पैसाले त बिक्री गर्दैन, तर त्यो चाहिँ रीतिरिवाजले गर्छ भन्नु खोजेको मात्रै। हामीले तपाईँहरूसँग अस्ति जम्मा जम्मी हामीले हाम्रो भाइ खाने रित 5 रुपियाँ भन्छ, यो 7 रुपियाँ भएकोले गर्दा हामीले 5 रुपियाँ मात्रै राखेर 2 रुपियाँ चाहिँ हामीले फिर्ता गर्ने भएकोले त्यसलाई चाहिँ लिडे गोरु भन्छन् हाम्रो चाम्लिङ भाषामा चाहिँ। हजुर त्यसो भएकोले गर्दाखेरि तपाईँहरूलाई हामीले चाहिँ यसो जानकारी मात्रै गराइराखेको। बा भोलि त्यस्तोमा चाहिँ तपाईँकोमा बाली नाली छ भने त बिहे गर्छ, नराम्रो हुन्छ भन्ने हिसाबले मात्रै। ल हामीले तपाईँहरूको धरानको कुरालाई पनि हामीले सक्यौँ। अब हामी अन्तिमतिर आइसकेको छौँ, किनभने हामी माथि 1 बजी पुग्नै पर्ने छ। पाहुना त्यहाँ आउँछन्। अब कतिलाई अब भोक लागिसकेको छ होइन। हामी फेरि यहाँ मान्छे कम भएकोले गर्दाखेरि पनि हाम्रो 2टा बिहा छ आजको दिन।
उहाँ रतनछामा एउटा बिहा एउटा बिहा आफ्नै पाछाभित्रको त्यसो भएकोले गर्दा हामी बाँडफाँड भएको छौँ अब त्यसो भएकोले गर्दाखेरि हामी धेरै कुरालाई चाहिँ अब नगरिकन सरसर्ती सकेर जाने भन्ने कुरामा अब हामी अब यो बेहुला र बेहुलीलाई फेरि टिका दोहोऱ्याउँछौँ अनि यसो हामी तपाईँहरू आउनु भए जस्तो गर्छौँ है त नाता हजुर नाता हजुर तपाईँहरूकै घरतिर हामीले सुमखिमतिर यो हाङ्गा अलि ल्याउन औरै ल्याउनु पर्दैन कि आभा मात्रै हो कि आउनु त भित्र त्यहाँ अलिकति सामान ल्याउँ त्यहाँ टिका लाउँदै गर्नुहुन्छ है अनि बोक्ने मान्छे तयार पार्नु पऱ्यो असो जे हिँडेको अब ऊ त्यो बाथरुम बनायौँ हामी ल्याउँछौँ ल यहाँ अलिकति मासु लगाउँ ल म आउँछु साम्पाङको मैले अस्ति अब 2 जना आएको छ रित्ता निकालिदिइराख्नु पऱ्यो नि त उडाउ मोबाइल छुने यो छोएर खुट्टामा छुने अनि ढोक्ने नमस्कार गर्ने आमाले खुट्टा भान्जा है नमस्कार गर्नु हो लो भयो अब लो ख्यान बानन तिमीमा लो लो रिनाम नमस्कार गर हो त्यस अब सबै लो उडा लो पोल्छ हो साइनो चिनाउनु रिना हजुर हो त्यसो छुँदाखेरि तपाईँ नमस्कार गर्नुहोस् हो त्यसरी ल कान्छी त्यहाँ साइनो बताउने हो भाइ काका नै टिप्पा होइन ल आउनुहोस् तपाईँ ए दामी कसम ल ल बना ठिक छ ल सुन्नु पर्ने पैसा छुँदै हो त्यो ना 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 हो कठुवा पहिला सुने हो हल्ला भइगयो छ अब तपाईँ ज्वाइँ यो हो ज्वाइँलाई पहिला ज्वाइँलाई ठल अनि बहिनीलाई जै ढोक्नु जाउँ ल हो त्यो लुबाना पोली हेखेको अलग मछा नाना है दिदी जानुभयो चाहिँ ल अब कोही अरू त्यही हो हाम्रो बिलुजे पापा खुसिया म चाहिँ पोल्दी न खुसिया म चाहिँ लो लो न्यो ल अरू सबै को छ नाना हो त्यसो भयो त यो चाहिँ अहिले हामी यो स्वामलिङ राईहरूको यो यो चाहिँ मानौ दही ढोकाउने कार्यक्रम भइरहेको छ र सबैजना छोरी चेलीहरू ल आउनुहोस् लुङ्गो यो सुन्नुहोस् अनि परबाट नमस्कार यसो गर्नुहोस् ल ल मेरो चाहिँ पक्का ज्वाइँ है काका ससुरा भन्नु लाउनुपर्छ काका ससुरा भन्नुपर्छ है यता चाहिँ काकै हो सबै काका ल भेना ए टिप्पा हो ल स्याबा यहाँ चाहिँ काकी सासु यहाँ चाहिँ बहिनी ल ल तिम्रो काका श्यामालाई ढोक काका छोरी ल भन्नुभयो मेरो म ल म दाजु मेरो छ्यामाको छोरी है म तपाईँहरूको कलिया पनि ल बोलाउनु नि अब आउनु न भन्दा नि के भन्नु त हामीले
मात्रै राखेको तपाईँहरूलाई अनि कठुवा कठुवा चाहिँ हामी राख्छौँ साखुसलाई आज चाहिँ जन्तीहरूले लाने यसै यही यो जन्तीहरूलाई बिहा त्यहाँ गर्छु बाथरुममा छ भनेर नि मनमा सम्झिरहेको। यो दिने हो यसो गर्दो रहेछ, साथीभाइहरूले भन्नु। छोरीचेलीलाई बोलाएर किनभने लगाए जस्तो गर्नु गुरु नोकरी गरेर आएको कि उठभन्दा उठ यसरी बस्दा यसरी बढार्नु यसरी अनि यहाँ लगाउनु है बाहिरसम्म हामीले के भन्छ गुरु यहाँ यसो आएर बाथरुममा उभिन्नुहोस् वाउ वाउ रे भन्नुहोस् है ल ल ल वाउ अरे तपाईँले पनि सिकाउनुहोस् त्यहाँ ल ल ल जानुहोस् काकी पनि म छिर्छु ल बढार्नु सुरु गर्नुहोस् कान्छीको त बाग्रा त बोलेकै छैन। बढार्नुहोस् थुम्सीमा लगाउनुहोस् है डालोमा लगा डालोमा घटाउनु न किन नबोले भने त ल ल निस्किनुहोस् लाउनुहोस् दुईटा बाग्रा आउनुहोस् बढार्दै बढार्दै त्यही भन्छ। आउनुहोस् हौ त्यसरी आउनुहोस् आउनुहोस् है आउनुहोस् बाथरुमसम्म गोठको मासु जमको भात रातिको यही हो जात ल राखिदिनुहोस् त्यहाँ यो खै तपाईँहरूको ल्याउनुहोस् है राख्नुहोस् छिटो हुने भयो कि हामीले धेरै छोरीचेली बोलायौँ न बुझ्नुभयो नि खै यो हाम्रो के छ भान्जी आउनुहोस् त कहाँ तपाईँ अनि हामीले धेरै छोरीचेली बोलायौँ न हामी घरभित्रकोलाई बोलायौँ अनि एकजना भनेको जुने गयो हुनुहुन्छ नाति बिहेमै आउनुहुन्छ उहाँ यो तपाईँहरूलाई हामीले यसो छोरीचेलीहरूलाई सम्झेर बाउमाइतीहरूले तपाईँहरूलाई यसो हामीले यो बहिनीको छोरी भदैनीको शुभ विवाहमा हामीले तपाईँहरूलाई निमन्त्रण अब जाँदै गर्दा तपाईँहरू आउँदै गर्दा तपाईँहरू खोला पनि भेट्नुभयो होला खोल्सा पनि भेट्नुभयो होला ख्यारपालुङ भनेको चौतारा पनि भेट्नुभयो होला होइन अब कहाँ इनिसको त भन्दाखेरि म त माइतमा मेरो बहिनीको बिहा थियो त्यसैले बाबुमाइतले बोलाएर जाँदैछु भन्नुभयो अब फेरि फिर्दै गर्दा तपाईँहरूलाई सोध्छ त्यसले फेरि के दियो त तँलाई के लिएर आइस् त भनेर भन्छ भनेर हामी बाबुमाइतीले तपाईँहरूलाई यो नामै चिने भनेको यहाँ हामीले यसो चामल पनि राखिदिएका छौँ मासु पनि राखिदिएका छौँ आरा पनि राखिदिएका छौँ सानोभन्दा नगरिकन बाटोमा यसो जाँदै गर्दा खाँदै खाँदै जानु होला र अहिले यो माथिर उयो चाहिँ तपाईँहरूले सधैँ राखिजानु होला भित्र बाहेक होइन अनि भरे चाहिँ लगेर तपाईँहरू दुईजनाले यसो भन्ने अहिलेदेखिको फेरि सामान उतै गाडीमै होस् भनेको छ आशैदेखि होइन नल्याउने बाबुमाइतीले कति यति सत्कार गरौँ भन्नको निमित्त तपाईँहरूलाई हामी राखेको थियौँ है छोरीचेलीहरू है त अब यसो नानी हो यस कारणले यो लगेर सिम्मा बममा नङ पनि पाइनको है यसो दोकान छ ल हिमा बमाङको पामा पाचेर उनको चाहिँ ताखेर उयो पछि हप्पाकीमा हो बुइमाना सामाइना चिन्न एन वाचन मिल्छ पछाडिपट्टि छ हुन्छ ए भाइ म खाइन
किन किन लाग्दैछ मन त्यतै भाग्दैछ आइरे हुन सम्हाल लुके हेरिरहने बहानामा तिमीले खुसी हुने चाहनामा तिम्रो कुरा गरिरहँ एकान्तमा हराइरहँ जुन हेरी डोलाइरहँ तिम्रो आँखामा डुबिरहँ यादमा हराइरहँ बोलीमा सुनिरहँ तिम्रो आँखामा डुबिरहँ यादमा हराइरहँ बोलीमा सुनिरहँ भेटघाट हुने तर भेट छैन अन्त खुलेको छैन कसरी ढल्छ ऊ परबाट सम्धि भन्यो मुखले यताबाट सम्धिनी भन्यो सम्धि हौवा नाप्पा भन्नु जडो नाप्पा अलिकति परिमाणको हुनु पऱ्यो कहिले कसेर बोल्नुहोस् है हामी काम छैन आज केही खानुभयो होइन अनि कसेर बोल्नुपर्छ तपाईँहरूको हामीले दियौँ उहाँलाई जन्माएर गाउँले मान्छेसँग चिन्जान त गर्नु पर्यो नि त त्यही चिन्जान गर्नको लागि चाहिँ हामी तपाईँहरूलाई यो नाप्पा चाहिँ है त्यसो भन्नुको लागि जडो नाप्पा भनेर भन्नुलाई यो म उठाउँछु एकैचोटि ल यो तपाईँहरूको यसो गरेको दुईले छोड्नु होला यो छोएर मात्रै तपाईँले अनि जडो नाप्पा भन्ने है त पर्यो पर्यो यसै गरेर यहाँ छुवा ल यो सम्झिनु नाप्पालाई सुरु गऱ्यो ल 1 2 3 ल यहाँ सुन्नुहोस् दुईटै हौवा कसो गर्नुहोस् त फेर फेरि हौवा तपाईँले त यो एकजना सुन्दै गर्नु भएको छैन ल यतापट्टि घुमाइहाल्छु तपाईँलाई फेरि ल ल सुन्नुहोस् हौवा 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 सुन्नुहोस् ल सुन्नुहोस् फेरि दोकान खोल्नुहोस् अब यता
अर्काको सङ्गीतमा ससुरा है तपाईँहरूको बुहारी है त उहाँ चाहिँ बेहुलीको बेहुलाको मामा हुनुहुँदो रहेछ उहाँ चाहिँ टिममा है त फेरि मैले यो चाहिँ आफ्नो आफ्नो छ यसरी यो चाहिँ छुने अलिअलि गरेर आउनुहोस् कति गरेर आउनुहोस् फेरि चेन्ज गर्नुहोस् कसौटा गराउनु परेन ल फेरि है त ल हक्रा भन्नुहोस् आउनुहोस् ल फेरि चेन्ज गर्नुहोस् तपाईँको रक्सी त यहीँ छ चेन्ज राख्नु फेरि है पोखरामै जाँदाखेरि सम्झी पो रहेछ भन्नु होइन जाँदा सम्झी भन्नु सजिलो हुन्छ आज तपाईँको बुहारीको है त यो हाम्रो यो तपाईँहरूको है मैले अघि जस्तै ल है त दाजुहरू ल सुन्नुहोस् तपाईँहरूले चेन्ज गर्नुहोस् तपाईँ अब यो अरू दाजुहरूलाई पनि गराउनुपर्छ होला घरमा आउनेहरू दाजुहरू अब हामी त केही पनि जान्दैनौँ सक्कल अनुहार हेर्दा चाहिँ मान्छेकै छ हजुर तरै पनि यो अब नजान्ने कुरालाई नजान्ने नै भन्नुपर्ने अब यसो मावलीहरूलाई हामीले पनि सम्झेका थियौँ तपाईँहरू हिमाल जस्तै भएर अटल भएर रहिदिनु भयो न हामी सिम हुँदै हामी नदी हुने मौका पायौँ
तपाईँहरू नभएको भए हामी यत्रो कहाँ हुन्थ्यौँ र तपाईँहरू हुनुहुन्थ्यो र हामी पनि यसरी यो धरतीमा यसो सल बोलाउने डुल्ने मौका पायौँ हिँड्ने मौका पायौँ तपाईँहरूको बाना भान्जी भएको नाताले र अब हाम्रो यो बहिनी रिना तपाईँहरूको भान्जी तपाईँहरूको चेली फुपू अर्थात् नानाको छोरी रिनाको आज माघ 27 गतेको दिन यो शुभ विवाह सुसम्पन्न गर्नको लागि मावलीहरूको जरुरी आवश्यक थियो हामीलाई नरनाता गोता सबै आएको थिए खै त मावली भनेर भन्यो भने त सोध्यो भने त हामीलाई त अप्ठ्यारो हुन्थ्यो हामीले त मावलीहरू पनि बोलाएको छौँ है हामी दुध मावलीहरूलाई पनि बोलाएको छौँ भनेर भनेका थियौँ त्यसो भए त हामी सबै दाजुभाइहरू बसेर दाजुहरूलाई यसो बोलाएको थियौँ र आइदिनु भयो उपस्थित भइदिनु भयो कति राम्रो सुनमा सुगन्ध भयो जस्तो भयो अनि यसो दाजुहरूको मावलीहरूको शिर नढलोस् है भनेर यसो केही पनि छैन यो साधारण यसो कुरालाई यसो हजुरहरूको शिर नढलोस् भनेर मावलीहरूलाई यसो राखी मात्रै दिउँ है दाजुहरू दिदीहरू यसो पो भन्नु हामी त आसो रुखबाट र बुवा चाहिँ पुसानु न जे यति समीर यहाँ जे थला हाम्रो साह्रो खेल्ने नपुग्छ है आसतीहरूमा खाने समयमा खाना पाका नथला हो ल थला बुवा बुङ्छु निसो बुङ्छु दाजुले बुझ्ने गरी भनिदिनुहोस् है चाम्लिङ भाषामा अनि हामी पनि बुझ्छौँ र अनि सिक्दै जान्छौँ छाती चदिन्छु नाति चदिन्छु आसौडा जे थलरुङमा पालेन आमका पछि छामाम रुङ्री बोल्योका साका बोल्योका पालेन खोइनी चिवा नि कुरुङमो असना सावारेममा ताङसुङ पालेन खैनी चिवा रुङ तावेसुङ रुङ ताछेसुङ पाले कोइका कोनी मेवा पासा येमा खाम्बमा कुरुङ पाछु मुमका पालेन थलो लाम्दा छिलाम कसा ढिलाम कसा वा कसा बानिका हजुर दाजै लाम्दालेन कोइकाला खासेन खुनान ता खातम सिने खालडा हजुर दाजै थलो कोइका अम्का अछि छामामो रुङरी साकाडा खाटुङ सिके रिङ काना कोइका बानिका हजुर दाजै पालेन कोइका बेङो बेङो छ रिमा हमा मुसा अम्का अछि छामामो रुङरी साकाडा पोपी तुइका पालेन थलो खैनी चुवालेन अनको सापसाङो वालोङो धिरिबो ताखलोङो हजुर दाजै सावारेममा बतरेममा खा तामैजी हजुर दाजै कुरुङ परुङमा कल्यो सुइदा पोमेरिपा साफपके असको हिङिकाको कोही काले जेपिन पालेसुमके पाछाडुमके पालेन थलो अम्का अछेकमा छु अम्का हसिसामा छु पनि अन्नङो के भाबो मिहिङाको रहेछ हजुर दाजै समलो नितिरिका पालेन थलो आसो कोइका आमका अछि छामालाई तया इदुमके निरुङ इदुमके चासिम इदुमके खाबा पनि इदुमके कोइका तिसम थला दाजै तिसम थला मुसिजना कोइका चोपी पनि इदुमकाको तर आलसेजना दखोरा लाखोरा एला पनि रुप्पा हजुर दाजै कोइका युङलाङो पुसिके हजुर दाजै न थला आसो उको नि कुरुङ लाम्डाको हालो सेलामा सुस्पालाई नाममला छैमला धैमला सारीमा या बाने वाइको या बाने पा बा दस थल दाजै तिसम थल कोइका कुरुङ पाछुवा चिमाबो दस तिको जना खातालो डुम्ना थल खैनी बा तिसनाम थल आले नै कैका वा बाया बिन्ती यसो रिउङाको को दाजै सनाखा नाममला छैमलाको जिम्सु पनि आलेङो असना तासुम पाकुमको जिउ दाजै बा हे चुप्पा बेला पनि असना ताबानी
नखाइएन कोही खाइएन झन् साह्रो असिखालाई सम्झनी चिरिके है बादा चाहिँ त्यतिखेर यसरी आउनु सक्दैनौँ कि भनेर यतिखेरै पाए बिन्ती गऱ्यौँ दाजै हामीले नाखा कोही नि आफ्नो औरिङमा पासा पुग्न थल्लो त्यो बेला असन पाबा नन्छ रे अन्न ए सायसकमा छु ल थल्लो चिसना खासो उको पामा थल्लो छिम्मा बम्मा हिङ हे पाइना थल्लो पाइना दाजै छिम्मा बम्मा पाइना थल्लो पामा ओ थल्लो आशले न हिङमाले हिङाको हजुर दाजै पाछेको पामुना पाछेप सापालेन सम्तुमा या छुमा मामिना हामा राख्यो नि थल्लो हजुर दाजै हजुर तिसो दाजै चिसना खा आसो छिम्मा बम्मा पाइना नाखा अम्का अछेकमा जिउ दाजै हजुर दाजै पुरा खमुसिन चिन्दैन थल्लो हुन्छ दाजै कहाँ बुत्तै थला के दाजै खुबै लो यहाँ त अब यसो तपाईँलाई बोलाउँदै हुनुहुन्छ कम्ती हुनु अनुहार त हेर्छौँ हामी भन्दै हुन्छ दाजुहरूले ल थल्लो फुफै यहाँ चाहिँ यो मावलीहरूलाई हामीले रित राख्ने कार्यक्रममा दाजै जितराज दाजैले आफ्नो भाषाबाट संस्कारबाट आफ्नो कुरालाई प्रष्ट रूपमा राखिदिनु भयो र हामीले यी कुराहरू नै सिक्न पर्ने हुन्छ कोही छल्ला चिजना बेङ कोहीका हिँकाको हेलो कोही काले सोइपिन पाङा सुम्के अछि छापछु आमका अछकमा चोरमा कलेना खैनिसु केबा पाहिनेको रहेछ कोहीका सम्लनी चिरिका पालेन थल्लो आले उनको रुङ्ग्री साका दा कोहीका पोपी तुइका पालेन उको पामा छिम्मा बम्माले आसिङ रिङका हिँगाको तर कोही काले आले छिम्मा बम्माले पाछा फुम्का छन उको खैमा सावा पेम बत पेम मिचिर जाने रुममा न उको सो लाभो सिप्पा तर लाभो सिप्पा होइन चिठीमा खाम है लाभो सिप्पा पहिला त पात थियो तर अहिले चाहिँ अलिक धरान झऱ्यो नि रतुन छादिन हालेन अन्त चितुमा पातमै बढेर दिनुपर्ने होइन फुफै होइन छन ल उको खैमा सावा पेम मिचिर जाने ल शिर नडलोस् भनेर बाउ माइतीलाई राखिदियो र छोरी चेलीलाई एकछिन पुरै ढोक्दै आउनुहोस् फुपै उताबाट तिमीमा ढोक्दै आउनुहोस् मावलीहरूलाई यो चाहिँ गङ्गम्पाको छोरा जेठा है जेठा गङ्गम्पाको छोरा यो चाहिँ मावलीको रित राख्ने कार्यक्रम यसरी जारी रहेको छ दाजैले धेरै दाजैका सुन्छु म हरेक ठाउँमा त्यसो भएकोले गर्दा चाहिँ एकदम हामीले चाहिँ सिक्नुपर्छ भन्ने कुरा हो हामी चाहिँ यो कोसिस चाहिँ गर्छौँ बुझ्छौँ पनि तर जिब्रो नपड्किएपछि त्यसको कुनै अर्थ हुन्न त्यो सिकन्तेले बोलेको र बोलिराखेको मान्छेले बोलेकोमा धेरै अन्तर पर्छ एकदम दाजै पिउनुहुन्न अस्ति काठमाडौँको पनि दाजैको हेरेको थिएँ मैले तर अलिक उनीहरूको भिडियो सुनिएको थिएन के मैले त्यहाँ यालुङ छारसँगको कुरामा मैले हेरेको छु मैले चाहिँ मजाले अझै साउन्ड बढाइ सुने अब तपाईँ चामलिङ राई भनेको नि यत्रो भूमिका कौडीमा उहाँहरूलाई बिदाई गर्छ थोरै व्यक्तिपट्टिबाट बोल्दै हुन्छ
भूमिका त ल हस् अब यसो अब यसो तारो तपाईँ तारो पऱ्यो उहाँदेखि जति ल्याउने उहाँ बालो ल्याउने फेरि हाम्रो पऱ्यो अलग अलग हामी पऱ्यो राई तपाईँ पऱ्यो मगर अब मगरको आफ्नो भाषाबाट आफ्नो रीतिनीति अलग्गै हाम्रो रीतिनीति अलग्गै अनि अब के गर्ने कसो गर्नु भन्दा वनाची माथि गर्नुहुन्छ छैन मेरो उहाँको आमा मेरो भान्जी उहाँले चाहिँ बाजे के गर्नु कसो गर्नु तपाईँ चाहिँ यता ज्वाइँको बाह्र अब रिनाको घरको तर्फबाट मगरको यसो कहिले भेटिनुहोस् हामी यता गर्छौँ भनेर उहाँले भन्नु हुन्छ जसो काम चलाउने काम गर्छ गर्ने तपाईँहरूकोतिरको मन नभएको न यता घर बस्यो अब कुरा गर्ने फर्म कुरा गरेपछि कसैले के भन्नु भयो भन्ने कुरा हुन्छ अर्को कुरा तपाईँहरूकै मान्छे आएर हिँडेरी गर्नु आउनु जानु साह्रोको बात कहिले आउनु कहिले जानु कतिवटा रित तपाईँलाई पनि थाहा हुँदैन हामीले त्यसले भन्यो हामी यसो मिलेर गऱ्यौँ गाडी चलायौँ अनि ज्वाइँहरू हाम्रो ढामा गयो अनि आज एउटा बेहुली हाम्रो बहिनीको चाहिँ आज जल्ती आउने दिन तपाईँ जल्ती आउनुभयो त्यस गरेर उहाँको यहाँबाट कर्म पुऱ्याइदिउँ उसले हामी बिदाइ दियौँ हाम्रो चोलाबाबुलाई निकालेर अब लाने तपाईँले गरिदिने भन्दाखेरि उताको मान्छे को बोलाउने भन्दाखेरि त अब यताको मान्छे नभएर हामीले उहाँहरूको लागि चाहिँ एकजना उताको मान्छे भनिदिने भनेपछि हाम्रो कार्य गर्ने कार्यलाई पुरा गर्ने अनि सधैँको लागि पुरा होस् सधैँको लागि राम्रो होस् यति गरेपछि अरू के धेरै फाल्टो बोल्नु अब तपाईँहरूको रीति कस्तो छ होइन अब हाम्रो गाउँतिर हाम्रो गाउँमा धेरै अनि पल्टनतिर थाहा पाइयो तपाईँ पल्टनै हुँदो रहेछ अनि पल्टन हाम्रोमा थुप्रो मगरहरू आएको छ भर्ती भएर हाम्रो मगर भएर छ मेरै काकाको छोरा मगर भएर भर्ती भएर मेरै कान्छा भाइ गोरुङ भएर भर्ती भएर अर्को छोरा मेरो भाइ चाहिँ मेरो दार्जिलिङ डिस्ट्रिक्टमा बस्छ एकजना मेरो काकाको छोरा चाहिँ पाहाडमै छ कालीगञ्ज यस्तो कसैले उताको मान्छे कुल भनेर अहिले खाएर हाम्रो भर्ती भएको छ अब त्यो भ्याकेन्सी अनुसार होइन त्यतिखेर त्यो के हो भने त्यसमा नराम्रो के अरे कारवाही गर्छु भनेर पनि हुन्छ भेट्न त्यो बिगारे पनि उसै जो जान त त्यसरी र यो कुरो त्यो मान्छे सबै एउटै हो तर हाम्रो सबै अब हाम्रो पानी चल्दो जा राम्रो जा हामीहरू बिजी आफ्नो आफ्नो अलग होला तर हामी पहिलादेखि एकै ठाउँमा बसेर काम हाम्रो घरभित्रै सबै काम गर्ने तपाईँहरूकोमै हामी गएर काम गर्ने पहिलादेखि भइहाल्छ यो अहिले हामी यस्तो छैन अब ठिक छ यिनीहरू हाम्रो बहिनी हाम्रो काकाले छ्यामा काकाले उहाँ पुर्याउनु भयो काका आएर यतै पराल हुनुभयो हाम्रो छ्यामा उहाँ हुनुहुन्छ अब जो उहाँ बस्नुको कसैले बस्यो हाम्रो बहिनीहरू उनीहरूलाई नै थाहा छ के को कसो बस्नु अब अहिले त राम्रो हुँदै गयो अब यहाँ हाम्रो ज्वाइँ होस् बितोस् नराम्रो कुरा नहोस् हेर नानी मैले भन्दैछु गाउँको माथि म धेरै भन्न म पुरो नै हो तपाईँहरू कुरा सुनौ अघि पनि आशीर्वाद दिएर टिका लाउँदाखेरि सानो कुरालाई कहिले नसम्झने सानो एउटा कुरामा झगडा नगर्ने सानो एउटा कुरामा त्यस्तो त्यस्तो नगर्ने जसरी मिलेर बस्यो मिलेर बस्ने सानोतिरको वास्ता नगर्ने कमाउन जाने बेला कमाउनु जाने आराम गर्ने घरमा आराम बस्ने कहीँ घुम्नु जाँदा सरसल्लाहले घुम्नु जाने आज त हाम्रो दुईजनाको बिना छ जाउँ बोलाएर घुमेर आउँ जाउँ आमाले लिएर जाउँ घुमेर आउँ भन्ने लिएर बस्ने दुनियाँ संसार हो माथि हिँडेर पनि एकैमा नखाने तल बसेर पनि एकैमा नखाने तर हाम्रो मन चाहिँ बराबरी हुनुपर्छ है हेर नानीहरू सानोतिनो कुरामा चाहिँ पुरै तिमीहरू तलमाथि नहोस् त यस्तो फल्ना कहिले पनि बर ननिस्कोस् त्यो निकाल्नु नै नराम्रो यस्तो त्यस्तो नभन्नु जो भयो भयो गरेर राम्रो गर्नु
आफूबाट आएको परिवारले सही छैन भने अब रिनाको सासु ससुरा अघि तपाईँ त हो पर्नु हाम्रो फेमस छ भनेको हाम्रो बहिनीले भन्दाखेरि यो परिस्थिति छ यो गरौँ नगरौँ भन्दाखेरि तपाईँले फेरि बुझ्नुपर्छ तपाईँको त्यो नराम्रो कुरै बुझ्नु भएको छ त्यो कुरा राम्रो छ त्योलाई मिलाउने र आपसमा घरबारी चलाउनु पर्छ भनेर माथिहरू पर्छ अनि इष्टमित्र सबै नै के अरे पैसावाला हुँदैन सबै नै नेता हुँदैन तर सानो पनि अहिलेको हकमा चाहिँ अहिलेसम्म बस्नु न अहिलेसम्म चाहिँ उहाँ म्याग तपाईँहरूले आउँदा समस्या हुन्थ्यो अनि अब बहिनी चाहिँ आउँदै गरेर भित्र पस्दैछ फेरि उही चाहिँ हामी निकालेर चुलामा लगाउनु पर्ने त्यो चुलाबाट निकाल्नु पर्ने समस्या हुने दाइ यसो गरौँ उहाँलाई हामी तपाईँहरूले बाजेहरूले अहिले म्याग्दीको सम्झेर उहाँहरूले गाजी गाजीले तपाईँहरूलाई सम्मान गर्नुभयो सिरु भाइदिनुभयो त्यही नै पहिलो दार्दै तपाईँहरू होइन रिना अब त्यतिखेर घरमा चाहिँ छिमेकी तर अहिले चाहिँ त बाबुमाइती होइन छिमेकी मेरा त्यसो भएकोले गर्दाखेरि ससुरा पर्नु भयो मेरो लागि हो त ले बाजे छ छोरी सबै खै म सुइसकेँ हजुर
ससुराली टेकेपछि साली मन पर्यो ए ससुरा बाउ मलाई साली मन पर्यो लौन ससुरा बाउ मलाई साली मन पर्यो छके तिलहरी आगुन सालैमा आगलीमा भेट बोलाकी साली तिमीलाई ल्याइदिउँ कि छके तिलहरी आगुन सालैमा आगलीमा भेट बोलाकी ससुराली टेकेपछि साली मन पर्यो ए ससुरा बाउ मलाई साली मन पर्यो लौन ससुरा बाउ मलाई साली मन पर्यो ससुरा बाउ मलाई साली मन पर्यो लौन ससुरा